हेलो साथीहरू, आज मैले भिडियो बनाइरहेको छु। कहिले न मैले ओभर अल्छी लागेर आज फेरि हाम्रो छुट्टी थियो नि त। छुट्टीको बेला यति अल्छी लाग्ने होइन कि साथीहरू, आम्मामा बरु काम भएको भए काम गर्थ्यो होला जस्तो लाग्ने क्या। त्यस्तो अल्छी लाग्ने। अब फेरि जान पनि कहीँ छैन, गयो भने बाहिरको निस्क्यो कि घाम टिलिक्क लाग्ने। त्यही भएर त्यही भित्रै बस्नुपर्छ नि त। अनि ओभर अल्छी लाग्छ क्या। अनि के गरौँ भनेर आज चाहिँ टक्कसँगले मल ठडाएर भिडियो बनाइरहेको छु। के कस्तो हुन्छ त्यो त थाहा छैन, तर पनि यसो टाइम पास अब के गर्नु लागेर अनि चाहिँ भिडियो बनायो। पछि गएर यसो अब अल्छी लाग्छ नि त, पछि गएर रमाइलो हुन्छ यसो आफ्नै भिडियो हेरेर, त्यही भएर पनि बनाएको। अनि साथीहरू, फेरि यो कोरियामा आएर कपाल झर्ने त मेरो मात्रै हो कि तपाईँहरूको पनि हो? आमामा कपाल त कसम झरेर ताक्लो नै हुन्छ होला हो। नेपालमा त्यस्तै पातलो, कोरियामा आएर